हेलो गाइज गुड मर्निङ होइन फेरि पनि आयो है त म लाज पचाउँदै आज चाहिँ अलिक फरक विषयको होइन भिडियो लिएर आएको छु होइन मेरो चाहिँ एक दुई दिनबाट चाहिँ हुन्छ नि एसीले चाहिँ तातो हावा फालेकै छैन क्या अनि त्यसमा मैले फोन गरेँ होइन फोन गरेपछि मैले फोन गरेर सोधेँ के हो यस्तो भनेर भन्दाखेरि चाहिँ उसले मलाई सायद त्यो आउटडोरमा भएको युनिटमा चाहिँ आइस गएको हुनसक्छ होइन एकचोटि चेक गर अनि त्यसलाई चाहिँ पगाल्नुपर्छ नर्मल हुन्छ नि एकदम नर्मल तातो पानी लगेर चाहिँ त्यसलाई चाहिँ सफा गर भन्यो होइन अनि म चाहिँ यसरी लिएर सफा गर्न लागेँ होइन अनि सफा गर्न लागेँ हरिम जाडो थियो कि अनि यसो एउटा हुन्छ नि सोबेल टाइपको पनि लिएर जाऊँ न त भनेर म लिएर गएँ होइन अनि यो चाहिँ मेरो युनिट भएको ठाउँ होइन अनि हरिब जमाएको थियो कि बरफ चाहिँ होइन अब यस्तो चिसो थियो होइन यस्तो चिसो जति तातो पानी होइन नर्मल तातो पानी भनिरहेको थियो होइन 40 डिग्री अलमोस्ट होइन तर मैले 47 डिग्रीको तातो पानी लिएर होइन त्यसमा भित्र हाल्दा पनि त्यो चाहिँ राम्रोसँग पग्लेन के अनि यति दुःख भयो होइन अनि मसँग चाहिँ स्क्रुड्राइभर पनि थिएन होइन नत्र त्यो म त्यसको त्यो नटहरू खोलेर चाहिँ हुन्छ नि जस हातले चाहिँ मैले त्यसलाई निकालेर फाल्थेँ होला स्क्रुड्राइभर पनि थिएन अनि यतिकैमा सोचेँ अब ठिक छ नि अति भयो होइन यति तलमाथि गरेँ कि होइन म मेरो आज 100 क्यालोरी त म यत्तिकै बर्न गरेँ होला कि तलमाथि अप डाउन गर्दा होइन सबै हाल्न मिल्दैन यहाँ होइन त्यही पनि जसो तसो होइन यत्रो आइस निकाले पछाडिबाट अनि फालिदिएँ त्यसपछि भित्र हेरेको भित्र पनि वाइल्ड छ कि यस्तो चिसो फाल्दा चाहिँ यसले गर्दा अनि होइन काम गर्दै गर्दा हरेक चिसो भइसकेको थियो सो मैले चाहिँ हुन्छ नि तातो पानीमा आफ्नो ड्रिङ्क बनाएर होइन हल्का पिएँ होइन बिकज होइन आई निड टु प्रोटेक्ट माई सेल्फ होइन आई निड टु मेक माई इम्युन सिस्टम स्ट्रङ सो द्याट आई क्यान प्रोटेक्ट माई सेल्फ औरै चिज थियो होइन त्यही पनि प्रकृतिले साथ दिँदै थियो घाम लाग्दै थियो कसैको बारेमा कुबलो नचिताएपछि प्रकृतिले साथ दिन्छ भन् अनि हल्का क्लियर भएपछि रुममा आएर एसी अन गरेँ होइन अनि यत्तिकै आज पुरै अन गरेर दिउँसभरि म बाहिर जान्छु भनेर सोचेँ त्यसपछि हल्का फ्रेस भयो होइन फ्रेस भएर हल्का बाल मिलाउनु थालेँ होइन नभएको बाल होइन अब हुन्छ नि झरेर सकिनुभन्दा पहिला हुन्छ नि थोरै भए पनि मिलाऊँ न होइन के छ र मरिलानु भनेर हल्का मिलाएर होइन I changed my clothes and I was watching myself in the mirror to shape my hair, but it's totally impossible unless I put some gel. फेरि म जकेट लगाएर होइन आफूले हेर्न आएँ कि होइन यत्तिकै हेर्दै गर्दा होइन झन्डै मोबाइल खसिदिरहेको के जस्तो तस्तो समातेँ है नत्र फेरि आज मोबाइल कहाँ के हुन्थ्यो फेरि अनि त्यसपछि फेरि अब बाल मिलाउनु थालेँ हुन्छ नि अनि त्यसपछि यसो पर्फ्युमहरू स्प्रे गरेँ होइन अब किनकि म सबै कुरा बिर्सन सक्छु होइन बट नेभर पर्फ्युम होइन त्यसपछि हल्का बडी स्प्रे पनि मैले स्प्रे गरेँ अनि अगेन म फेरि हुन्छ नि आफूलाई हेर्न थालेँ सायद कसैले वाट इज होइन वाट इज सेल्फ अब्सेसन भन्यो भने चाहिँ मेरो नाम लेख्दै हुन्छ है गाइज एन्ड दिस इज माई फाइनल स्टेज होइन बिफोर आई लिभ होइन एन्ड टुडे आई डिसाइडेड टु गो आउट इन दिस ड्रेस हाउ इज इट गाइज ओके सो गाइज लेट्स गो आउट टुडे विथ मी अगेन होइन एकदम चिसो छ होइन आई होप होइन सबैजनाको न्यानो मायाले चाहिँ मलाई चाहिँ त्यो चिसोबाट बचाउने छ होइन ल गाइजहरू एकदमै चिसो छ एकदमै चिसो होइन तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो साह्रो चाहिँ अघि त मैले जुत्ता सेतो लगाएको थिएँ कि जुत्ता गफ मात्र हानिदिएको यस्तो हालत साथै भाइहरू म बस्ने ठाउँतिर होइन देख्न सक्नुहुन्छ होइन कस्तो चिसो छ होला आफै सोच्नु न हेर होइन अनि हातमा सधैँ छाता लिएर हिँड्यो जिन्दगी नि पोपटलाल जस्तो भएको छ यार जेठालालको के त्यो हेर्छ भने कसैलाई थाहा हुन्छ जति नै निस्किन मन नलागे पनि होइन बाध्यताले चाहिँ निस्किनु पर्ने हुन्छ नि त म चाहिँ आज सानो एउटा यति सानो सामान मात्र चाहिएर चाहिँ निस्केको बाहिर मलाई चाहिएको सानो सामान चाहिँ स्क्रुड्राइभर हो होइन अनि म चाहिँ आफैले चाहिँ एसीको नट खोलेर चाहिँ भित्रको आइस सफा गर्छु भनेर के गाइज घर जानु अघि फेरि म 7-11 छिरेर आफूलाई क्याप्चर गरेँ होइन बिकज अफ सेल्फ अब्सेसन है त गाइज